अहिले हामी नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर 1 त्यो गाउँपालिका जे होस् त्यो वडादेखि माथि हामी सिङ्ला भन्ने ठाउँमा जाँदैछु। यतातिर भेडाहरू पनि राम्रो राम्रो पाउनु रहेछ। भेडा भन्नाले हाम्रो केपी ओलीको कार्यकर्ता चाहिँ होइन, जङ्गलतिर पाउने भेडाहरू चाहिँ हो है। चान्स पायो कि नेपालीले गर्छ, नेपाली हो नि। यहाँतिर यसो ऐसेलु खान मन छ भने आउनु होला। निकाला भएको ठाउँमा चाहिँ भालु हुन्छ कि निकालोलाई चाहिँ भालु हुन्छ। भालुसँग जम्गा भेट गरे चाहिँ मैले है फेरि धन्नै मारे होला नि त। होइन रिदमलाई देखेर भालु चाहिँ भाग्या होला। त्यस्तो कुरा चाहिँ यस्तो दामी छ है, यस्तो कुनै परेको ठाउँ। अब हामी त यस्तै बुङ्गै डुलियो। केटाहरू आउँदाखेरि चाहिँ यसो गर्लफ्रेन्ड ल्याएर चाहिँ आऊ है यतातिर। यो एक्लै चाहिँ अलि नमजा आउँदो रहेछ, खल्लो खल्लो हुँदो रहेछ। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। ताकी मान्छे मार्ने देशमा मैले चरा मार्ने आनन्द लाग्छ होइन। पशु पन्छी महासङ्घले मलाई कारवाही गर्यो भने पहिला केपी ओलीलाई कारवाही गर होइन, त्यसपछि मसँग हो क्या। नुवाकोट जिल्लाको सबभन्दा अग्लो झरना चाहिँ त्यही तल छ है, ठ्याक्कै यो अलि जुम गर्नुपर्छ। त्यहाँ मान्छे खत्रै पर्यो। केटा भाग, दायाँमा दायाँमा कुकुरले त यस्तो। आमा हाई भन्नु। ओ यो मजाले कुहिरो लगाइरहेछ, यहाँ बाख्राहरू चरिरहेछन्। यस्तो रमाइलो ठाउँ छ। खासमा हामी जानुपर्ने त्यो माथि हो। अझै हामी 4-5 घन्टा जिउ चाहिँ थाकिसक्यो। त्यहाँ त सास मात्रै पुग्छ क्या हो। यहाँ त चाउचाउ बिस्कुट नि ठुलै चिज खाएको जस्तो लाग्दो रहेछ। यहाँ चाहिँ सुन खाए जस्तै हो। सुन खाए जस्तै हो। त्यो देख्दै हुनुहुन्छ नि त्यो डाँडा हो, त्यो चाहिँ लाङटाङ हिमालय। हिमाल आहा यो आहा। म त यस्तो दृश्यहरू देखेर होइन के भन्नु, के मनदेखि शब्द नै छैन। मैले पनि अब यात्रा चाहिँ धेरै गरेँ, माथि डाँडा काँडा डुल्ने काम त अब गरेँ। आजसम्म मैले यस्तो कुरा चाहिँ जीवनमा पहिलोचोटि देखेँ है। हेलो साथीभाइहरू, तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला है। अनि तपाईँहरूलाई फेरि अर्को भ्लगमा स्वागत छ। अहिले हामी नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर 1 त्यो गाउँपालिका जे होस् त्यो वडादेखि माथि हामी सिङ्ला भन्ने ठाउँमा जाँदैछु। लगभग त्यो चाहिँ यहाँदेखि 8-9 घन्टा हिँड्नुपर्छ। अब हाम्रो यात्रा चाहिँ जारी छ है। उतापट्टि चाहिँ बादल लागिरहेछ, तलपट्टि यसो चौर खोलाहरू छ, त्यहाँ भैँसी चरिरहेको रहेछ। अनि भर्खर 1-2 घन्टा जति भयो, अझै 8-10 घन्टा हिँड्नुपर्छ। अनि लेकतिर आज हाम्रो बसाइ चाहिँ त्यतै हुन्छ। अब यसो खर्कतिर गोठतिर है अब चराचुरुङ्गी कराइरहेछन्। हाम्रो यहाँ एउटा सिकारी केटो छ, त्यसले चाहिँ बिहानदेखि चरा मार्छु भनेर हिँडेको छ। गुलेली समात्या छ, एक ठाउँमा चरा छ भने अर्को ठाउँमा हान्छ है त्यसले। यहाँ जुगाउनु लाग्ने रहेछ, हिजो अस्ति लागेको थियो। ऊ चाहिँ यहाँको लोकल। हामीलाई यसो घुमाउने, फेरि तिमी घुमाउने क्रममा अर्को ठाउँमा चाहिँ यसो दायाँ बायाँ त केही गर्दैनौ नि। जे होस्, तर माथि जानको लागि यहाँको बासिन्दाहरूले, यहाँको लोकल मान्छेहरूले रोडको पनि व्यवस्था होस् भनेर बाटो बनाउनु ला रहेछन्। पहिलातिर चाहिँ अब गोरेटो बाटो मात्र थियो, चाहिँ यस्तो फराकिलो बाटो बनाएको। यहाँ ट्रकहरू चाहिँ हिँड्छ। ल यो चाहिँ ठ्याक्कै गेट हो। यहाँ केटाहरू छिरिरहेको रहेछ नि। यहाँ चाहिँ गेट बन्द गर्ने भए चाहिँ यसरी यो ट्याग चाहिँ यहाँ लाउनुपर्छ। ल त्यसरी लाउने। यहाँ चाहिँ चरा मार्ने काम जारी छ। बिहानदेखि एउटा नि मारा छैन। अब यसको नि 2-4 शब्द आओस् न तेरो नि, त नभएर त कहाँ हुन्छ। हामी यसो यहाँ भरेलाई तरकारी व्यवस्था गर्दैछौँ। यो अलिक चाइनिज चराहरू भएर अलिकति यो चाइनाबाट अलिक नजिकै भएर, चाइनाबाट आएको भएर अलिकति गाह्रो छ कि यिनीहरूलाई मार्नको लागि। केटाहरू त्यही अन्तिममा अब नसकेपछि भन्ने चाहिँ त्यही हो। अब यसो हाम्रो केपी बाले भने जस्तै अब उसलाई सरकार ढाल्नको लागि उता इन्डियाले चाइनाले यसो खेल खेले जस्तै उसले पनि यसो कुरा ल्यायो है। भविष्यको पनि ऊ राजनीति गर्ने मान्छे हो, त्यही भएर हल्का सिक्दैछ त्यो कुराहरू पनि। हामी चाहिँ आधी बाटो आइपुग्यौँ। कुहिरो लागिरहेछ, बाटो छ, अनि मजाको ठाउँ छ। त्यहाँ घरहरू यसो राम्रो रहेछ। केटाहरू हिँडिरहेछ, त्यहाँ जङ्गल नै रहेछ, कुहिरो लागिरहेको रहेछ। हिँड्दैछौँ, हाम्रो यात्रा जारी छ। तर अहिलेसम्म चरा चाहिँ मार्न सकेको छैन है, दुःखको कुरा।
अहिले हामी चाहिँ जङ्गलको बिचमा छौँ। यहाँ पछाडि एकदमै राम्रो राम्रो रुखहरू छ। यसो अरू ठाउँभन्दा घना जङ्गलहरू छ। हाम्रो यतातिर भेडाहरू पनि राम्रो राम्रो पाउनु रहेछ। भेडा भन्नाले हाम्रो केपी ओलीको हाम्रो एमालेको कार्यकर्ता चाहिँ होइन, जङ्गलतिर पाउने भेडाहरू चाहिँ हो है। यात्रा जारी छ, हेर्दै जाउँ बिच बाटोहरू, खोला नाला जङ्गल झरनाहरू जो चाहिँ एकदमै राम्रो ठाउँ रहेछ है केटा हो। यसो एकचोटि अब हामी त यस्तै बुङ्गै डुलियो, केटाहरू आउँदाखेरि चाहिँ यसो गर्लफ्रेन्ड ल्याएर चाहिँ आऊ है। यतातिर यो एक्लै चाहिँ अलि नमजा आउँदो रहेछ, खल्लो खल्लो हुँदो रहेछ। जङ्गलतिर यसो रमाइलो गर्नलाई, क्याम्पेन गर्नलाई एकदमै दामी ठाउँ चाहिँ। च्याट्टा हान त यहाँतिर त्यहाँ छ कि चाक्कोमा हान है, चाक्कोमा भरे चाउतोसँग हुन्छ हान न। त्यही खोइ कहाँ अलि यहीँ चाक्कोमा ओ ताकी हान है चाकोमा। ताकी अस्ति पुलिसले हाने जस्तरी त्यो ताकी मान्छे मार्ने देशमा मैले चरा मार्न मलाई कानुन लाग्छ होइन। मान्छेले ताकी हान्दा त निधारमा होइन। यो पशुपन्छी महासङ्घले मलाई कारवाही गर्यो भने पहिला केपी ओलीलाई कारवाही गर होइन, त्यसपछि मसँग हो क्या होइन भने न। हामी हेर्दैछौँ पानी चाहिँ नपरोस् भन्ने हो। यहाँ माथि खतरा अब बादल लगाइरहेछ। यहाँ पानी जुका सब हुँदै हिँड्नु परेको छ ल जङ्गलतिर। केटाहरूको लागि चाहिँ गोप्रो यहाँ छ है। गोब्रे रुख चाहिँ हो त्यो चाहिँ होइन। यहाँ बाघ भालु पनि हुन्छ होला, जङ्गल यस्तो घना छ। यहाँ जङ्गल चाहिँ यहाँतिर चाहिँ बस्छ होला कुहिरो ल है। यस्तो रुखहरू रहेछ, यस्तो छ। निगाला भएको ठाउँमा चाहिँ भालु हुन्छ कि निगालोलाई चाहिँ भालु हुन्छ। फेरि यो निगालो छ नि त यहाँ, यो बिचमा चाहिँ भालु बस्छ है। यहाँ सल्लाह भयो नि त। पहिला यहाँ मान्छेहरूलाई पनि लगाउँथ्यो अरे भालुले, तर अहिले चाहिँ त्यस्तो छैन। अहिले अलिकति तन्केको तास्तो हो। भालुसँग चम्का भेट गरेर चाहिँ मैले है फेरि मिलाएर बुझ्नुहोस् है। म्यागुनले चाहिँ धन्नै मारे होला नि त। होइन रिदमलाई देखेर भालु चाहिँ भाग्या होला। त्यस्तो कुरा चाहिँ पहिला भालु चाहिँ भेट भएको कि हाम्रो जम्का भेट। चम्का भेट यहाँ चाहिँ कुहिरोले केही देखिँदैन है। अब ऊ पनि तर्स्यो म पनि तर्छु। कि यो कुहिरोले चाहिँ अनुमान लगाउन सक्नुहुन्छ कि हामी कति माथि छ कति टाढा छ भन्ने कुरा है। यस्तो दामी ठाउँ रहेछ। यो चाहिँ काठ हुने रुख हो है। यसलाई चाहिँ हाम्रोतिर सायद छिन्किया भन्छ, यहाँतिर खै के भन्छ तामाङमा। यहाँ चाहिँ कुहिरो रहेछ। यस्तो दामी छ है, यस्तो कुन परेको ठाउँ होइन। त्यहाँ पानीहरू यस्तो ठाउँ रहेछ मजाको। त्यहाँ चरो रहेछ यस्तो है त। गाइजहरू हेर्दै गर्नुलाई एकदमै दामी ठाउँ छ। अझै योभन्दा खतरा बोवाल ठाउँ चाहिँ अझै आउनु बाँकी छ। यो त केही होइन है। हाम्रो यात्रा 8-10 घन्टाको छ। भर्खर हामी त 4-5 घन्टा हिँड्यौँ। 1 2 3 धेरै फरक पऱ्यो। त्यसले नहुने रहेछ, अलि तिम्रो धेरै फरक रहेछ। गाइजहरू नुवाकोट जिल्लाको सबभन्दा अग्लो झरना चाहिँ त्यही तल छ है। ठ्याक्कै यो अलि जुम गर्नुपर्छ त्यहाँ हो। हामी चाहिँ त्यो बाटो आएन, यहाँ अर्को बाटो आयो। तर जाँदाखेरि चाहिँ त्यो बाटो जान्छ। यहाँ चाहिँ अहिले पानी परिरहेछ। यस्तो चाहिँ जङ्गलहरू छ, पछाडि रुखहरू टन्नै छ। यहाँ यो जो पछाडि देखिएका अग्ला रुखहरू छन् यो चाहिँ काठ हुन्छ। यहाँका मान्छेहरूले काठ प्रयोग गर्छन्। जो यो अलि प्रोफेसनल काठहरू प्रयोग हुन्छ। यहाँ म्यागले चरा ल उडेर गयो। ल को हान्ने ल मैले राजीनामा दिएँ ल है। ओइ डेन्जर पानी आयो। पानी चाहिँ खत्रै पऱ्यो। यहाँ चाहिँ केटाहरू भाग पऱ्यो। त्यहाँ है यस्तो खतरा ठाउँ रहेछ है। केटाहरू घुम्नलाई हेर्न नै यहाँ फुलहरू छ। अब मेरो नि भाग केटा भाग दायाँमा यता हामी गोठमा जाँदैछौँ। ल गोठमा के कस्तो भइरहेछ। यहाँ दामी ठाउँ रहेछ। भाग पानी पर्यो। कुकुर छ कि नै सोध है पहिला।
ल है त हामी टक्क लगाएर के छ अरे ओ यस्तो रहेछ गोरु बाख्रा बान्ने ठाउँ किचड यहाँ माथि चढ्ने नि ठाउँ रहेछ है भेडा बाख्राहरू होला चढ्ने होइन म्याम यहाँ घाँस राख्ने हो ए घाँस ल्याएर माथि राख्ने त्यस्तो पो मैले गल्ती बोलेछु है त त्यसो भने ल यहाँ बाजे हुनुहुन्छ टक्कै खर्कमा अब यस्तो छ गयो त्यो माथि माथि गयो यस्तो रहेछ यस्तो आमा हाई भन्नु यहाँ चाहिँ आमा के बनाउनु लाग्नु भएको रहेछ है यसो गोठ चाहिँ यस्तो रहेछ ल केटाहरू यहाँ पानीले धोबिहाल्ला जस्तो छ कुकुर रहेछ कि त्यहाँ ओ कुकुर नराम्रो रहेछ है नराम्रो रहेछ ओ त्यसो भने कुकुर छ त्यसले मार्छ हामीलाई टोक्छ हो हामी चाहिँ जति सक्दो टाढै जाउँ कुकुरदेखि यहाँ गोठको माथितिर पनि कस्तो राम्रो ठाउँ रहेछ है त्यहाँ रुखहरू अनि फुलहरू फुलेको रुखहरू जस अहिले पानी परिरहेको छ है अलिअलि झिमझिम यस्तो छ यहाँ खतरा कुकुर रहेछ यसले त खायो भने त मार्छ है यो कुकुरले ए यो भेडा रहेछ छेउतिर गयो भने त ओ अहिले चाहिँ हामी नुवाकोट जिल्ला क्रस गरेर जे होस् रसुवा जिल्ला प्रवेश गरिसकेका छौँ अनि यहाँ पछाडि देख्नुहुन्छ बादलै बादल जङ्गलै जङ्गल छ ए यो भर्खर हामी चाहिँ त्यो बाटो आएको यो रोड चाहिँ यहीँसम्म रहेछ अनि तल चाहिँ गाउँ रहेछ यो क्रुस रहेछ यहाँ पनि खोइ स्कुलहरू के हो जस्तो छ तर यहाँ मान्छेहरू कोही छैन उता चाहिँ चर्च रहेछ एउटा दामी जो रमाइलो रहेछ यहाँ चाहिँ एकदमै राम्रो ठाउँ रहेछ त्यहाँ भेडाहरू कराइरहेको रहेछ यस्तो नेचुरल साउन्ड है यो बादल लगाइरहेको छ त्यो चाहिँ मजाको इन्द्रेणी लगाइरहेको रहेछ यो दुईटा इन्द्रेणी लगाइरहेको रहेछ पहिला हामी इन्द्रेणी लगायो भने चाहिँ तल खोलाको पानी चाहिँ माथि लग्यो अब पानी पर्छ भन्थ्यो तर त्यो चाहिँ होइन अब इन्द्रेणी लगाएपछि पानी चाहिँ रोकिन्छ त्यो चाहिँ हो यो मजाले कुहिरो लगाइरहेछ यहाँ बाख्राहरू चरिरहेछन् यस्तो रमाइलो ठाउँ छ खासमा हामी जानुपर्ने त्यो माथि हो अझै हामी 4-5 घन्टा तल ओह्रालो झरेर त्यहाँ माथि आज हाम्रो बसाइ हुने ठाउँ चाहिँ त्यो हो ल है त यहाँ मजाको फुलहरू रहेछ यहाँ एकदम मजाको यो चाहिँ ऐसुन है एकदम मजाले यति मिठो छ यहाँ त्यो रहेछ लुगेको यहाँतिर यसो ऐसेलु खाना मन छ भने आउनु होला यसो होइन घुम्ने ठाउँ यस्तो दामी बागन ऐसेलु दामी रहेछ है यहाँतिर हामी जाने त्यहाँ माथि हो अझै समय लाग्छ टक्क लगाएर यहाँ चाहिँ यस्तो छ अनि यो चाहिँ कुहिरो लगाइरहेको छ यो चाहिँ नुवाकोट धादिङ त्यसो रसुवा जिल्लाको मेन सेन्टर रहेछ ल है हाम्रो यात्रा चाहिँ जारी छ 5:11 भएछ बिहान हिँडेको मान्छे अब हाम्रो डेस्टिनेसन त्यो हो उता अझै हाम्रो त्यहाँ पुग्नलाई घन्टौँ यात्रा गर्नुपर्छ यहाँ जिउ चाहिँ थाकिसक्यो त्यहाँ त सास मात्रै पुग्छ क्या हो भोक लागेर मर्न लागिसक्यो यहाँ अब चाहिँ बुस्ट हुन्छ है हाम्रो इनर्जी यहाँ त चाउचाउ बिस्कुट नि ठुलै चिज खाएको जस्तो लाग्दो रहेछ सुन खाए जस्तै हो केएफसी हो र होइन यहाँ चाउचाउ बिस्किटमा पानी हालेर फेरि यो पानी यस्तो मिठो छ कि ल है साथीहरू हामी चाहिँ बिच बाटोमा आइपुग्यौँ यहाँ
गोठ रहेछ अनि मान्छेहरू खै बस्छन् कि बस्दैनन्। यहाँ घेरबार रहेछ, जमिनहरू अलिकति केही लगाउने होला, गोठालोहरू बस्ने होला। गोठहरू कस्तो छ हेरौँ न अलि। यहाँदेखि यति उकालो हिँड्यो थाक्यो लास्ट। ल है त हेर्दै गर्नु होला अझै। हामी बेलुकाको बास कहाँ हुन्छ अत्तो पत्तो छैन। यहाँ चाहिँ पछाडि यस्तो ठाउँ रहेछ, त्यहाँ पाखा पखेर यहाँ डर लगाएर पुरै वनविनाश भएर रहेछ होइन। हाम्रो अन्तिम डेस्टिनेसन चाहिँ यही हो। यहाँदेखि मलाई म भन्छु यो भाइ यहाँ बिचरली छ बिचरा भाइ। यी हातहरू चाहिँ यसो जम्न थाल्यो होइन, अनि आगो सागो जोड्दैछ साथीहरूले। अनि यो चाहिँ हाम्रो अन्तिम के भन्छ यसलाई, गोठ पनि भन्छ। अनि यसलाई चाहिँ कर्णालीतिर चाहिँ यसलाई खरक भन्छ होइन, आँटी पनि भन्छ। अनि हामी चाहिँ यो ठाउँमा छौँ। अनि आगो सागो बालेर अनि इन्जोय गर्न बाँकी नै छ है। हेलो गाइस, तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। यो चाहिँ डे 2 हो है। हामी डे 1मा चाहिँ त्यो देख्दै हुनुहुन्छ नि, त्यो हिजो बेलुका राति 12 बजे लगभग 10 बजे त्यहाँ आएर त्यहाँ राति हामी त्यहाँ बस्यौँ। अहिले बिहानै निस्केको 1 घन्टाको यात्रापछि हामी चाहिँ यो ठाउँमा आइपुग्यौँ। यहाँ एकदमै पछाडि हरियाली छ अनि त्यहाँ सूर्य आइरहेको छ। तल बादल चाहिँ तल छ है, अनि सूर्य आइरहेको छ। अनि त्यो देख्दै हुनुहुन्छ नि, त्यो डाँडा हो, त्यो चाहिँ लाङटाङ हिमाल है। नेपालको अब कतिौँ, अब चाहिँ सायद विश्वको अथवा नेपालको कतिौँ ठुलो माउन्टेन हो त्यो चाहिँ लाङटाङ हिमाल, त्यही छ है। त्यो देखिरहेछ नि, त्यो अहिले क्यामेरामा चाहिँ देखिँदैन, तर अलिक जुम गऱ्यो भने त्यो देखिन्छ। अनि यो डाँडा काँडाहरू, यहाँ सायद जङ्गल जनावरहरू पाइन्छ होला। एकदमै भिरालो ठाउँ रहेछ है, एकदमै दुःख कष्ट गरेर आउनुपर्ने ठाउँ। अनि पछाडि चाहिँ यो चट्टानहरू छ अनि घाँसहरू छ। अनि यहाँ चिसो चाहिँ एकदमै छ, यस्तो चिसो छ नि अब कुरै नगरौँ यो असोजको महिनामा। अनि त्यहाँ भर्खर सूर्य निस्किरहेको छ। ल है गाइस, हामी चाहिँ सिङ्ला भन्ने ठाउँमा आइपुग्यौँ। यो हेर्दै हुनुहुन्छ सानो सानो बुट्टाहरू मजाको रहेछ। अनि यो पछाडि चाहिँ यस्तो दामी हिमाल छ नि, यही लाङटाङ हिमाल। अब तपाईँहरूले धेरैचोटि सुन्नुभयो होला लाङटाङ हिमाल। त्यहाँदेखि हेर्नुहोस्, होइन यस्तो दामी छ। यो असोजमा पनि यस्तो हिउँ परिरहेको छ कि अब फागुन चैततिर पुसमाघतिर त यो त हिउँले त पुरै ढकमक्क हुन्छ होला होइन। कस्तो दामी छ वाउ। अब यहाँ भन्नलाई, अब यहाँ व्याख्या गर्नलाई कुनै शब्द नै छैन के। अब है यस्तो सुन्दर ठाउँ छ, यस्तो सुन्दर ठाउँ छ। ल यस्तो मजाको हामी चाहिँ अझै त्यहाँ जान्छौँ होला है। एकदम मजाको ठाउँ छ। ओहो जिन्दगी पो हो त यार। के हो गाइजहरू, यहाँ त सास मात्र बाँकी छ त। ओ माई गड है, यो उकालोमा हेर्दा त। ल है हामी तलभन्दा अलि माथि उकालो चढ्दैछौँ। यो त्यहाँ डाँडा छ यहाँ नजिकै, त्यहीँ जानको लागि हो। के यहाँ त लेक लाएर नि मार्छ क्या हो। अब के भन्नु है, यहाँ ठाउँको वर्णन गरेर साध्य नै छैन कि यस्तो सुन्दर छ, यस्तो सुन्दर छ होइन। अब क्यामेरामा त यस्तो होला, क्यामेरामा त यस्तो छ है, रियलमा यहाँ आउँदा त ओ माई गड। तर आउँदाखेरि चाहिँ यहाँ सेफ्टी चाहिँ खत्रै अपनाउनु पर्ने रहेछ है, नत्र हुन त गाह्रो छ यस्तो ठाउँमा। सास फुलेर यहाँ एकदमै दामी ठाउँ छ है, समतल मजाको उकालो। अनि यहाँ फुलहरू फुलिरहेछन् ढकमक्क। यो तल ओह्रालो रातो के हो फुलहरू मजाले फुलिरहेछन्। बल्ल बल्ल हामी यस्तो टपमा आइपुग्यौँ। यहाँ अब के भन्नु है, यहाँको चिसोले जिब्रो पनि अर्कै लडबडिरहेछ है। अनि यहाँ एकदमै दामी पार्टनर रहेछ माथि।
यी त्यो देख्दै हुनुहुन्छ नि यस्तो यस्तो पाटनहरू छ जस यहाँभन्दा माथि अग्लो डाँडाहरू छैन। अनि यी यो पछाडि यस्तो दामी है लाङटाङ हिमाल यो पछाडि छ नि यस्तो दामी देख्दै हुनुहुन्छ है। म त अब के भन्नु है न यहाँको यो ठाउँको सुन्दरताको बारेमा वर्णन गर्न सक्छु होइन। म जीवनमा होइन धेरै ठाउँहरू घुमेँ तर यस्तो दामी ठाउँ रहेछ आहा म के हिमाल छ अनि यहाँ पाटनहरू छ यहाँदेखि यस्तो दामी होइन भ्यू देखिने होइन। त्यहाँ बादल तल छ अनि त्यहाँ चाहिँ खोला छ त्यो चाहिँ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका त्यहाँ छ है। अनि यो डाँडा काँडा यो जङ्गल छ अनि हामी त्यो जङ्गल कटेर यो छ नि यो अग्लो माथि पाटन बुकिङ हुँदा हुँदै हुँदै हामी चाहिँ फाइनली यो लाङटाङ हिमालको छेउतिर आइपुगेका छौँ। जे होस् यो पनि लाङटाङ हिमाल बराबर नै छ है। ठ्याक्कै उतापट्टि लाङटाङ हिमाल यतापट्टि ठ्याक्कै यस्तो ठाउँ छ। त्यहाँदेखि हेर्नु कता गाइस हेर्नु त साथीभाइहरू त्यहाँ हिमाल आहा त्यहाँ हिमाल 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 यो आहा म त यस्तो दृश्यहरू देखेर होइन के भन्नु के मनदेखि शब्द नै छैन। यस्तो ठाउँहरू छ होइन। हामी अब यसो सोच्दाखेरि के अब यो आजभोलि यो असोज साउनतिर असोजको महिना त यस्तो छ भनेपछि होइन फागुनतिर चाहिँ कस्तो होला होइन। पुष माघमा त एकदमै हिउँ पर्छ होला नि त। यो पनि अब एकदमै हिउँ पर्छ होला त्यो त अब के कुरा गर्नु होइन। यस्तो दामी हिमाल छ है एकदमै मनमोहक दृश्य के भन्छ आजसम्म मैले यस्तो कुरा चाहिँ जीवनमा पहिलोचोटि देखेँ है। मैले पनि अब यात्रा चाहिँ धेरै गरेँ अब माथि माथि डाँडा काँडा डुल्ने काम त अब गरेँ तर पनि होइन यस्तो दामी ठाउँ रहेछ। त्यहाँ छन् अनि केटाहरू चाहिँ यहाँ माथि त्यहाँ यसो भिडियो सिडियो बनाइरहेछन्। त्यहाँ घाम आइरहेछ अनि यस्तो छ तलतिर यस्तो पाटनहरू छ है। यो ठाउँको नाम चाहिँ सिङ्ला हो। यो चाहिँ धादिङमा पर्छ अनि यहाँ तल यो तलतिर चाहिँ यो एरिया चाहिँ धादिङ हो। यो एरिया रसुवा हो अनि यो एरिया चाहिँ नुवाकोट हो। ठ्याक्कै यो चाहिँ बोर्डर जस्तै हो कि नुवाकोट रसुवा धादिङको बोर्डर जस्तो हो। अनि एकदमै राम्रो छ यो ठाउँ चारैतिर होइन वरिपरि हिमालले घेरेको यहाँबाट सर्लक्कै देखिन्छ। तपाईँहरूले हेर्नुभयो होइन यति लामो भिडियो। अनि हामी बिहान लगभग हामी 5:30 बजे हिँडेको यहाँ लगभग 6:30मा पुग्यौँ। धेरै समय अब 1 घन्टा हिँडेर हामी यो ठाउँमा आयौँ। हाम्रो पछाडि चाहिँ हिमालतिर चाहिँ एकदमै हिउँहरू थियो। हामीले एकदमै फोटो खिच्यौँ हामीले एकदमै इन्जोय गऱ्यौँ है। अनि एकदमै रमाइलो दृश्य छ। अब यो पाटन छ तलतिर बुकी अनि फुलहरू धेरै कुराहरू छ। अब त्यो हिमाल भइहाल्यो मैले धेरैचोटि देखाइसकेँ अझै पनि फेरि म तपाईँहरूलाई देखाइरहेको छु होइन। एकदमै रमाइलो छ एकदमै मन छुने मनमोहक दृश्य छ क्या। अब यो हामीले त्यो एकदमै राम्रो फोटोहरू खिच्यौँ रमाइलो गऱ्यौँ। अनि यो तलतिर पाटनहरू एकदमै छ है डाँडा काँडाहरू हिमालहरू त्यस्तो छ। यहाँ पछाडि पनि हिमालहरू नै हो तर यो घामले गर्दा हामीले केही देखिरहेको छैन क्या यो पछाडिको हिमालहरू। यहाँतिर चाहिँ अलिअलि ठिक्कको राम्रो देखिरहेछ अनि त्यो चाहिँ अहिले राम्रो देखिरहेछ। त्यो ठाउँ चाहिँ अहिले त्यो हिमालहरू चाहिँ राम्रो देखिरहेछ। अनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू होइन जो काठमाडौँमा बस्नुहुन्छ यसो समय मिलाएर नुवाकोट आउनु होला। लगभग त्यति टाढा पनि छैन बिहान हिँड्यो भने 10, 12, 1, 2 बजे पुग्छ। त्यहाँदेखि चाहिँ यसो अति बाटोमा आयो भने तपाईँले 3 दिन मात्र खर्चिनु भयो भने एकदमै राम्रो यहाँ आउनु सक्नुहुन्छ होइन। तपाईँहरूको पैसा पनि त्यति खर्च हुँदैन नुवाकोटसम्म। त्यहाँदेखि हिँडेर चाउचाउ अथवा केही ल्याएर यहाँ खर्काउमा बस्ने सामान्य कुराहरू अनि यहाँ चाहिँ आउने फोटो खिच्ने एकदमै राम्रो दृश्य छ। अनि तपाईँहरू सबैजना आउनु होला घुम्नु होला। मेरो भनाइ चाहिँ के हो भने जीवनमा
तिमीहरूले किताब पढेर अनि हुन्छ नि हामी अन्यथा त्यो ग्रन्थहरू पढेर अथवा हामीले चाहिँ आफूलाई चाहिँ बुद्धिमान ठान्छौँ भने तर एकचोटि चाहिँ पहाड घुमेर यो दृश्यहरूसँग घुमेर घुलमिल भएर त्यो ज्ञान पनि अवश्य लिनु होला। त्यो तपाईँको जीवनको लागि चाहिँ आवश्यक छ, त्यही भन्न चाहन्छु। ल अहिलेसम्म हेर्नुभयो, साथ दिनुभयो, एकदमै धन्यवाद। अझै अन्तिमसम्म हेर्दै गर्नु होला। आजको हाम्रो भिडियो चाहिँ यहीँ टुङ्ग्याउँदै तपाईँहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु होइन। यो ठाउँ चाहिँ मैले तपाईँहरूलाई देखाएको थिइनँ, अहिले चाहिँ अन्तिममा देखाएँ। यो ठाउँ चाहिँ एकदमै पाटन छ, तलतिर रुख वन जङ्गलहरू छ, अब जङ्गल जनावरहरू हुन्छ होला तलतिर है, एकदमै तल, अनि भिरालो जस्तो छ पाटन। ल तपाईँहरूलाई एकदमै मनैदेखि हृदयदेखि नै धन्यवाद, अन्तिमसम्म हेरिदिनु भयो। आजको हाम्रो यो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु र फेरि पनि तपाईँहरूको बिचमा कहिलेकाहीँ यसरी घुम्ने मौका, यसरी तपाईँहरूको बिचमा यसरी कहिलेकाहीँ घुम्ने मौका अवसर मिल्यो भने पक्कै पनि तपाईँहरूको बिचमा भिडियो भ्लगहरू यस्तै ठाउँको ल्याएर आउने नै छौँ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस् ल, हस् त, ल बाई बाई, टेक केयर।